गाइज हामी चाहिँ अहिले माइत राख्नु हिँडेको हाम्रो प्रकाश भाइको बिहेको लागि सामानहरू यति धेरै छ कि म त बोक्नु नसकेर उकालोमा हिँड्न सकेर यहाँ मेन्छुहरू पनि आउँदैछ के नहिँडेको हिँड्नुपर्छ नि हजुर भन्नु बियर बोकेर भन्नु प्रसफुङ हो हाई खै कान्छी प्रसफुङ बोक्यो आमा यता हाम्रो तुममा पुरै ल नाना भिडियो सबैको मेमोरी हुन्छ नि त हाम्रो गोकु होइन अनि यो पालम्बा यो उषा नाना भयो हाम्रो नाना हजुर यहाँ हेर्नु त टिलिक टिलिक हौ अनि राम्री मान्छेहरू निस्किहाल्छ नि टिलिक टिलिक भइहाल्छ नि म चाहिँ उ गरेको के अरे अग्लो देखाइ कोपिला टिल्लिकै फेरि ल ल ल ल भाग्यमानी हुनु है यता रूपाना फेरि टिल्लिकै ए के अरे नाम नियाङमा ल कति राम्री सुरु भयो अब त्यो तल्लो 3 फुटको यसै हुन्छ देखिस के भयो त फेरि देखिस कस्तो पहिलो ढोग्नु होइन पहिली अरे ल ए फोटो खिचिदिन्छ अब पक्नु ल चन्ती बाटो लाग्नु भएको अवस्था हाम्रो बेहुला राजाले त ल तुप्पा राम्रोसँग जानु होला भाइ बहिनी यता बहिनी भाइ ल है जन्तीहरू ल है दाइहरू पल्लव राजालाई आज मालाले पुरिने भयो जस्तो छ हामीलाई छर्काउन आँट्यो मेरो बिस्तारै गर्नु मिची हुन्छ रे
नचुकाउनु होला निधाएको नाता गोता सबै जाग्नु होला एकपल्ट गर्ने भन्दा गराउने ठुलो भन्छन् यो मैले जुन प्रस्तुति दिँदैछु हजुरहरूको मलाई सामान्य मान्छे नठान्नु होला है हजुर म त गीत पनि गाउँछु कविता पनि भन्छु अहिले नाच्छु पनि हजुर कथा पनि भन्छु तर यो मैले यो गर्नुभन्दा अगाडि यो गराउने मान्छे योगिन राई चाहिँ सबभन्दा महान हुनुहुन्छ जसले यो वर्ष प्रदान गर्नुभयो योगिन राई स्थापित कमेडियन कृतिलाई साथी राख्दाखेरि त यो त जन्म त्यो 7 जन्म त होइन कयौं जन्म हुने रहेछ अब जङ्गल माटो ढुङ्गा आगो त कहिले पनि यो पृथ्वीमा रहिन्जेलसम्म होइन त्यो त रहिरहन्छ नि त त्यसलाई साथी राखेर हामीले चाहिँ एउटा साइनो गाँसेछौँ होइन त्यो मैले अलिकति अनुभव हो कि हजुर ढुङ्गा थियो आगो थियो होइन त्यसलाई चाहिँ हामीले अब यता दुईजनाको थियो अब हजुरहरूले चाहिँ एउटा सामैलाई बाचा राख्दै यो सामैको छोरी यो सामैको बुहारीलाई चाहिँ एक मिलन भएको चाहिँ आजदेखि हजुरहरू भनेर त्यो हामीले एउटा प्रकृतिलाई साथी राखेर हजुरहरूले कसम खुवाउनु हो एकदम राम्रो लाग्यो मलाई हजुर ल बुहारीको माइती गाउँबाट हामी लाग्यौँ अब बसतिर जाँदैछौँ कस्तो उखालो